नमस्ते सबैलाई। हेरान्छु न्यूज। नमस्कार दर्शकबिन्द, तपाईहरूको आफ्नै च्यानल हेरान्छु न्यूजमा हार्दिक स्वागत छ। म हुँ तपाईको होस्ट हेरान। आज पनि रेड अलर्टमा हामी सत्य, तथ्य र निष्पक्ष खबर मात्र ल्याउँछौं। आज हामी कुरा गर्दैछौं नेपालको आगामी चुनावको, फागुन 21, मार्च 5, 2026 को। यो चुनाव जेनजी आन्दोलनको जगमा उभिएको छ, जसले देशको राजनीतिलाई हल्लाइदियो। जति नै कोशिश गरे पनि केपी शर्मा ओली र नेकपा एमालेले यो कालो इतिहास मेटाउन सक्दैनन्। केही गम्भीर प्रश्नहरू जसले ओलीलाई सधैँ पछ्याइरहन्छन्। नेपालको इतिहासमा सत्ता छोडेर भागेका प्रधानमन्त्री को थिए? जवाफ: केपी शर्मा ओली। सबैभन्दा छोटो समय टिकेको जेनजी आन्दोलन कुन प्रधानमन्त्रीको पालामा भयो? जवाफ: फेरि ओलीकै। सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार जलेको समय कसको सरकार थियो? जवाफ: ओलीकै। 76 जना युवाको छाती र टाउकोमा गोली हान्ने आदेश कसले दिए? जवाफ: ओलीकै पालामा यस्तो भयो। यो कुनै लोकसेवाको सम्भावित प्रश्न मात्र होइन, यो देशको इतिहास हो, रातो रगतले लेखिएको कालो पाना। भावी पुस्ताले यो थाहा पाउनै पर्छ। ओलीले जति नै भ्रम फैलाउने कोसिस गरे पनि यो मेटिँदैन। तर अफसोस, ओली अझै पनि सत्तामा फर्कने सपना देखिरहेका छन्। जेनजी आन्दोलनको समयमा प्रधानमन्त्री रहेका उनी फागुन 21 को चुनाव लड्न पाउनुपर्ने होइन र? नैतिक रूपमा त उनीहरू अयोग्य ठहरिन्छन्, तर गौरी बहादुर कार्की आयोग र सुशीला कार्कीको अन्तरिम सरकारको कमजोरीले उनी खुल्लमखुल्ला भाषण गर्दै हिँडिरहेका छन्। उनले भन्छन्, म बिना देश चालक बिनाको सवारी जस्तो भयो, देश बनाउने मैले नै हो। उमेर 74 पुगेर 75 लागिसक्यो, तर आत्मालोचना? त्यो उनको शब्दकोशमै छैन। आफ्नै पालामा 76 युवाको ज्यान गयो, तर उनमा घमण्ड र आत्मविश्वास झन बढ्यो। सेनाको हेलिकप्टरमा भागेको, बङ्करमा लुकेको कुरा जनताले देखेका छन्, तर पनि उनी भन्छन् देश बचाउने एमाले हो, बनाउने ओली हो। पछिल्लो समय उनको बोली फेरि रहन्छ, कहिले चुनाव हुने वातावरण छैन भन्छन्, कहिले एमाले सहभागी नहुने तर्क गर्छन्, फेरि जसरी पनि भाग लिन्छौं भन्छन्। यो हतार र अतारले हारको डर देखाउँछ। झापा काठमाडौँ ओहरदौड बढेको छ, भय छाएको जस्तो लाग्छ। दमकमा नेशनल भलन्टियर्स फोर्सको घोषणामा उनले भने, दूधको साक्षी बिरालो जस्तै, बुटको जिम्मा एमालेका युवालाई। स्पष्ट कुरा, चुनावमा भिड्ने, लड्ने जत्था तयार गर्दैछन्। बालेन शाहलाई लक्षित गर्दै भने, प्रधानमन्त्री बन्ने बच्चालाई सोद्धा प्रधानमन्त्री वा राष्ट्रपति बन्न सक्छ भन्छ, तर भइहाल्दैन। उनको भाषणबाट थाहा हुन्छ, तराई मधेसमा हुलाकी राजमार्ग, खानेपानी, बिजुली पुर्याएको दावी गर्छन्। दमकमा अस्पताल, क्याम्पस बनेको भन्छन्। म काम गर्छु, विरोधी थर्कमान हुन्छन्। मलाई हटाउँछन्, देश रोकिन्छ, फेरि म आउँछु। यो दोहोरिने चक्र हो भन्ने उनको दावी। आत्मविश्वासका साथ हामीले देशका लागि काम गरेका छौं भनेर अरु कसैले भन्न सक्छ? आधुनिक बनाइएको छ, त्यहाँ खानेपानीको व्यवस्था, बिजुलीको व्यवस्था, सबै चीज पुर्याइएको छ। कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला। दमकमा कति हस्पिटल थिए, अहिले आम्दा भयो, अर्को भयो, ठूला ठूला हस्पिटल बनेका छन्। आम्दा जापानले बनाइदिएको भन्नु होला, हामीले पनि त्यहाँ बिल्डिङ बनाइदिएका छौं, अहिले पनि बन्दैछ। क्याम्पस, बहुमुखी क्याम्पसमा कति विशाल भवन बन्दैछ। अब मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्, भूमिगत गिरोह पनि थर्कमान हुन्छ। त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ, काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउनुपर्छ, अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु, फेरि काम अगाडि बढ्छ। मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ। यही हुने गरेको छ। त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले, तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदियो।
तर दर्शकवृन्द, फागुन 21 नजिकिँदैछ। चुनाव हुने नहुने संशय छ, तर देश मतदानको तयारीमा छ। केही क्षेत्रमा कडा प्रतिस्पर्धा छ, जसले संसद र सत्ता समीकरण फेर्छ। जोखिमपूर्ण क्षेत्रहरू। रेड जोन 1 झापा क्षेत्र नम्बर 5 सबैभन्दा हट सिट ओलीको कोर एरिया भर्सेस बालेन शाह। रासवपा दुमीलाई जित्नै पर्ने दबाव। भारतीय सीमासँग जोडिएको मनोनयनकै समय झडप भयो, कार्यालय तोडफोड, जे पनि हुन सक्छ। 2 चितवन क्षेत्र नम्बर 3 सोभिता गौतम रासवपा भर्सेस रेणु दाहाल। रासवपाको आधारभूमि भर्सेस माओवादी विरासत, मत च्याट्ने जस्ता पुराना घटना दोहोरिन सक्छन्। 3 काठमाडौँ क्षेत्र नम्बर 4 गगन थापा कांग्रेस भर्सेस अमरेश कुमार सिंह। गगनको सभापति बनेपछि जित्नै पर्ने, अमरेशले हारे भने आत्मदाहसम्म भनेका छन्। सुरक्षा चुनौती उच्च। 4 गोर्खा क्षेत्र नम्बर 2 चक्रे मिलन एमाले गुण्डा पृष्ठभूमि भर्सेस लेखनाथ न्यौपाने नेकपा भर्सेस कविन्द्र बुर्लाकोटी रासवपा। कडा भिडन्त, मुठोभिडको रोखिम। 5 भक्तपुर क्षेत्र नम्बर 2 महेश बस्नेत एमाले भर्सेस राजीव खत्री। सामाजिक सञ्जालमा लडाई, विवादित छवि, जे पनि हुन सक्छ। 6 दाङ क्षेत्र नम्बर 2 शङ्कर पोखरेल एमालेको होम ग्राउन्ड। रासवपाको कार्यक्रममा एमालेको झण्डा जल्यो, टुटफुटको प्रयास, प्रतिशोधको माहौल। यी क्षेत्रमा सुरक्षा चुनौती छ। सरकार र निर्वाचन आयोग सतर्क हुनुपर्छ। जेन्जी आन्दोलनको जगमा भएको यो चुनाव संवेदनशील छ। दर्शकवृन्द, अब 2 हप्ताभित्र फैसला हुन्छ। एकदलीय सरकार कि फेरि भागबण्डा, विकास वा अस्थिरता। आजलाई यति। म हैरान र सम्पूर्ण टिमबाट बिदा लिँदैछु। लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला। सत्यको पक्षमा रहौं। आत्मविश्वासका साथ हामीले देशका लागि काम गरेका छौं भनेर अरु कसैले भन्न सक्छ? आधुनिक बनाइएको छ। त्यहाँ खाने पानीको व्यवस्था, बिजुलीको व्यवस्था, सबै चीज पुर्याइएको छ। कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला। दमकमा कति हस्पिटल थिए, अहिले आम्दा भयो, अर्को भयो, ठुला ठुला हस्पिटल बनेका छन्। आम्दा जापानले बनाइदिएको भन्नु होला, हामीले पनि त्यहाँ बिल्डिङ बनाइदिएका छौँ, अहिले पनि बन्दैछ। क्याम्पस, बहुमुखी क्याम्पसमा कति विशाल भवन बन्दैछ। अब मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्। भूमिगत गिरोह पनि थर्कमान हुन्छ। त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ। काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउनुपर्छ अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु, फेरि काम अगाडि बढ्छ। मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ। यही हुने गरेको छ। त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले, तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदियो। नमस्ते सबैलाई। हेरान्छु न्यूज। नमस्कार दर्शकवृन्द, तपाईहरूको आफ्नै च्यानल हेरान्छु न्यूजमा हार्दिक स्वागत छ। म हुँ तपाईको होस्ट हेरान। आज पनि रेड अलर्टमा हामी सत्य, तथ्य र निष्पक्ष खबर मात्र ल्याउँछौं। आज हामी कुरा गर्दैछौं नेपालको आगामी चुनावको, फागुन 21 मार्च 5 2026 को। यो चुनाव जेन्जी आन्दोलनको जगमा उभिएको छ, जसले देशको राजनीतिलाई हल्लाइदियो। जति नै कोशिश गरे पनि केपी शर्मा ओली र नेकपा एमालेले यो कालो इतिहास मेटाउन सक्दैनन्। केही गम्भीर प्रश्नहरू जसले ओलीलाई सधैँ पछ्याइरहन्छन्। नेपालको इतिहासमा सत्ता छोडेर भागेका प्रधानमन्त्री को थिए? जवाफ: केपी शर्मा ओली। सबैभन्दा छोटो समय टिकेको जेन्जी आन्दोलन कुन प्रधानमन्त्रीको पालामा भयो? जवाफ: फेरि ओलीकै। सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार जलेको समय कसको सरकार थियो? जवाफ: ओलीकै। 76 जना युवाको छाती र टाउकोमा गोली हान्ने आदेश कसले दिए? जवाफ: ओलीकै पालामा यस्तो भयो।
यो कुनै लोकसेवाको सम्भावित प्रश्न मात्र होइन, यो देशको इतिहास हो, रातो रगतले लेखिएको कालो पाना। भावी पुस्ताले यो थाहा पाउनै पर्छ। ओलीले जति नै भ्रम फैलाउने कोसिस गरे पनि यो मेटिँदैन। तर अफसोस, ओली अझै पनि सत्तामा फर्कने सपना देखिरहेका छन्। जेनजी आन्दोलनको समयमा प्रधानमन्त्री रहेका उनी फागुन 21 को चुनाव लड्न पाउनुपर्ने होइन र? नैतिक रूपमा त उनीहरू अयोग्य ठहरिन्छन्, तर गौरी बहादुर कार्की आयोग र सुशीला कार्कीको अन्तरिम सरकारको कमजोरीले उनी खुल्लमखुल्ला भाषण गर्दै हिँडिरहेका छन्। उनले भन्छन्, म बिना देश चालक बिनाको सवारी जस्तो भयो, देश बनाउने मैले नै हो। उमेर 74 पुगेर 75 लागिसक्यो, तर आत्मालोचना? त्यो उनको शब्दकोशमै छैन। आफ्नै पालामा 76 युवाको ज्यान गयो, तर उनमा घमण्ड र आत्मविश्वास झन बढ्यो। सेनाको हेलिकप्टरमा भागेको, बङ्करमा लुकेको कुरा जनताले देखेका छन्, तर पनि उनी भन्छन् देश बचाउने एमाले हो, बनाउने ओली हो। पछिल्लो समय उनको बोली फेरि रहन्छ, कहिले चुनाव हुने वातावरण छैन भन्छन्, कहिले एमाले सहभागी नहुने तर्क गर्छन्, फेरि जसरी पनि भाग लिन्छौं भन्छन्। यो हतार र अतारले हारको डर देखाउँछ। झापा काठमाडौँ ओहरदौड बढेको छ, भय छाएको जस्तो लाग्छ। दमकमा नेशनल भोलिन्टियर्स फोर्सको घोषणामा उनले भने, दूधको साक्षी बिरालो जस्तै, बुटको जिम्मा एमालेका युवालाई। स्पष्ट कुरा, चुनावमा भिड्ने, लड्ने जत्था तयार गर्दैछन्। बालेन शाहलाई लक्षित गर्दै भने, प्रधानमन्त्री बन्ने बच्चालाई सोद्धा प्रधानमन्त्री वा राष्ट्रपति बन्न सक्छ भन्छ, तर भइहाल्दैन। उनको भाषणबाट थाहा हुन्छ, तराई मधेसमा हुलाकी राजमार्ग, खानेपानी, बिजुली पुर्याएको दावी गर्छन्। दमकमा अस्पताल, क्याम्पस बनेको भन्छन्। म काम गर्छु, विरोधी थर्कमान हुन्छन्, मलाई हटाउँछन्, देश रोकिन्छ, फेरि म आउँछु। यो दोहोरिने चक्र हो भन्ने उनको दावी। आत्मविश्वासका साथ हामीले देशका लागि काम गरेका छौं भनेर अरु कसैले भन्न सक्छ? आधुनिक बनाइएको छ, त्यहाँ खानेपानीको व्यवस्था, बिजुलीको व्यवस्था, सबै चीज पुर्याइएको छ। कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला। दमकमा कति हस्पिटल थिए, अहिले आमदा भयो, अर्को भयो, ठूला ठूला हस्पिटल बनेका छन्। आमदा जापानले बनाइदिएको भन्नु होला, हामीले पनि त्यहाँ बिल्डिङ बनाइदिएका छौं, अहिले पनि बन्दैछ। क्याम्पस, बहुमुखी क्याम्पसमा कति विशाल भवन बन्दैछ। अब मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्, भूमिगत गिरोह पनि थर्कमान हुन्छ। त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ, काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउनुपर्छ, अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु, फेरि काम अगाडि बढ्छ। मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ। यही हुने गरेको छ। त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले, तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदियो। तर दर्शकबिन्द, फागुन 21 नजिकिँदैछ। चुनाव हुने नहुने संशय छ, तर देश मतदानको तयारीमा छ। केही क्षेत्रमा कडा प्रतिस्पर्धा छ, जसले संसद र सत्ता समीकरण फेर्छ। जोखिमपूर्ण क्षेत्रहरू, रेड जोन 1, झापा क्षेत्र नम्बर 5, सबैभन्दा हट सिट, ओलीको कोर एरिया भर्सेस बालेन शाह। रासवपा दुमीलाई जित्नै पर्ने दबाव। भारतीय सीमासँग जोडिएको, मनोनयनकै समय झडप भयो, कार्यालय तोडफोड, जे पनि हुन सक्छ। 2, चितवन क्षेत्र नम्बर 3, सोभिता गौतम रासवपा भर्सेस रेणु दाहाल। रासवपाको आधारभूमि भर्सेस माओवादी विरासत, मत च्याट्ने जस्ता पुराना घटना दोहोरिन सक्छन्। 3, काठमाडौँ क्षेत्र नम्बर 4, गगन थापा कांग्रेस भर्सेस अमरेश कुमार सिंह। गगनको सभापति बनेपछि जित्नै पर्ने, अमरेशले हारे भने आत्मदाहसम्म भनेका छन्। सुरक्षा चुनौती उच्च।
4. गोर्खा क्षेत्र नम्बर 2 चक्रे मिलन एमाले गुण्डा पृष्ठभूमि वर्सेस लेखनाथ न्यौपाने नेकपा वर्सेस कविन्द्र बुर्लाकोटी रासबपा कडा भिडन्त मुठुभिडको रोखिम 5. भक्तपुर क्षेत्र नम्बर 2 महेश बस्नेत एमाले वर्सेस राजीव खत्री सामाजिक सञ्जालमा लडाई विवादित छवि जे पनि हुन सक्छ 6. दाङ क्षेत्र नम्बर 2 शङ्कर पोखरेल एमालेको होम ग्राउन्ड रासबपाको कार्यक्रममा एमालेको झण्डा जल्यो टुटफुटको प्रयास प्रतिशोधको माहौल यी क्षेत्रमा सुरक्षा चुनौती छ सरकार र निर्वाचन आयोग सतर्क हुनुपर्छ जेन्जी आन्दोलनको जगमा भएको यो चुनाव संवेदनशील छ दर्शकवृन्द अब 2 हप्ताभित्र फैसला हुन्छ एकदलीय सरकार कि फेरि भागबण्डा विकास वा अस्थिरता आजलाई यति म हैरान र सम्पूर्ण टिमबाट बिदा लिँदैछु लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नुहोला सत्यको पक्षमा रहौं आत्मविश्वासका साथ हामीले देशका लागि काम गरेका छौं भनेर अरु कसैले भन्न सक्छ आधुनिक बनाइएको छ त्यहाँ खाने पानीको व्यवस्था बिजुलीको व्यवस्था सबै चीज पुर्याइएको छ कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला दमकमा कति अस्पताल थिए अहिले आमदा भयो अर्को भयो ठूला ठूला अस्पताल बनेका छन् आमदा जापानले बनाइदिएको भन्नु होला हामीले पनि त्यहाँ बिल्डिङ बनाइदिएका छौं अहिले पनि बन्दैछ क्याम्पस बहुमुखी क्याम्पसमा कति विशाल भवन बन्दैछ अब मैले काम गर्न थाल्छु काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् भूमिगत गिरोह पनि थर्कमान हुन्छ त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ काम रोकिन्छ काम बन्द हुन्छ फेरि म आउनुपर्छ अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु फेरि काम अगाडि बढ्छ मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ यही हुने गरेको छ त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ राष्ट्रपति पनि भन्न सक्छ तर त्यो बच्चा भइहाल्ने त होइन नि त उसले आफूलाई घोषणा गरिदियो नमस्ते सबैलाई हेरान्छु न्यूज नमस्कार दर्शकवृन्द तपाईहरूको आफ्नै च्यानल हेरान्छु न्यूजमा हार्दिक स्वागत छ म हुँ तपाईको होस्ट हेरान आज पनि रेड अलर्टमा हामी सत्य तथ्य र निष्पक्ष खबर मात्र ल्याउँछौं आज हामी कुरा गर्दैछौं नेपालको आगामी चुनावको फागुन 21 मार्च 5 2026 को यो चुनाव जेन्जी आन्दोलनको जगमा उभिएको छ जसले देशको राजनीतिलाई हल्लाइदियो जति नै कोशिश गरे पनि केपी शर्मा ओली र नेकपा एमालेले यो कालो इतिहास मेटाउन सक्दैनन् केही गम्भीर प्रश्नहरू जसले ओलीलाई सधैँ पछ्याइरहन्छन् नेपालको इतिहासमा सत्ता छोडेर भागेका प्रधानमन्त्री को थिए जवाफ केपी शर्मा ओली सबैभन्दा छोटो समय टिकेको जेन्जी आन्दोलन कुन प्रधानमन्त्रीको पालामा भयो जवाफ फेरि ओलीकै सर्वोच्च अदालत संसद भवन सिंहदरबार जलेको समय कसको सरकार थियो जवाफ ओलीकै 76 जना युवाको छाती र टाउकोमा गोली हान्ने आदेश कसले दिए जवाफ ओलीकै पालामा यस्तो भयो यो कुनै लोकसेवाको सम्भावित प्रश्न मात्र होइन यो देशको इतिहास हो रातो रगतले लेखिएको कालो पाना भावी पुस्ताले यो थाहा पाउनै पर्छ ओलीले जति नै भ्रम फैलाउने कोशिश गरे पनि यो मेटिदैन तर अफसोस ओली अझै पनि सत्तामा फर्कने सपना देखिरहेका छन् जेन्जी आन्दोलनको समयमा प्रधानमन्त्री रहेका उनी फागुन 21 को चुनाव लड्न पाउनुपर्ने होइन र नैतिक रूपमा त उनीहरू अयोग्य ठहरिन्छन् तर गौरी बहादुर कार्की आयोग र सुशीला कार्कीको अन्तरिम सरकारको कमजोरीले उनी खुल्लमखुल्ला भाषण गर्दै हिँडिरहेका छन् उनले भन्छन् म बिना देश चालक बिनाको सवारी जस्तो भयो देश बनाउने मैले नै हो उमेर 74 पुगेर 75 लागिसक्यो तर आत्मालोचना त्यो उनको शब्दकोशमै छैन आफ्नै पालामा 76 युवाको ज्यान गयो तर उनमा घमण्ड र आत्मविश्वास झन बढ्यो
सेनाको हेलिकप्टरमा भागेको, बङ्करमा लुकेको कुरा जनताले देखेका छन्, तर पनि उनी भन्छन् देश बचाउने एमाले हो, बनाउने ओली हो। पछिल्लो समय उनको बोली फेरि रहन्छ, कहिले चुनाव हुने वातावरण छैन भन्छन्, कहिले एमाले सहभागी नहुने तर्क गर्छन्, फेरि जसरी पनि भाग लिन्छौं भन्छन्। यो हतार र अतारले हारको डर देखाउँछ। झापा काठमाडौँ ओहरदौड बढेको छ, भय छाएको जस्तो लाग्छ। दमकमा नेशनल भलन्टियर्स फोर्सको घोषणामा उनले भने दूधको साक्षी बिरालो जस्तै, बुटको जिम्मा एमालेका युवालाई। स्पष्ट कुरा, चुनावमा भिड्ने, लड्ने जत्था तयार गर्दैछन्। बालेन शाहलाई लक्षित गर्दै भने प्रधानमन्त्री बन्ने बच्चालाई सोद्धा प्रधानमन्त्री वा राष्ट्रपति बन्न सक्छ भन्छ, तर भइहाल्दैन। उनको भाषणबाट थाहा हुन्छ, तराई मधेसमा हुलाकी राजमार्ग, खानेपानी, बिजुली पुर्याएको दावी गर्छन्। दमकमा अस्पताल, क्याम्पस बनेको भन्छन्। म काम गर्छु, विरोधी थर्कमान हुन्छन्, मलाई हटाउँछन्, देश रोकिन्छ, फेरि म आउँछु। यो दोहोरिने चक्र हो भन्ने उनको दावी। आत्मविश्वासका साथ हामीले देशका लागि काम गरेका छौं भनेर अरु कसैले भन्न सक्छ? आधुनिक बनाइएको छ, त्यहाँ खानेपानीको व्यवस्था, बिजुलीको व्यवस्था, सबै चीज पुर्याइएको छ। कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला। दमकमा कति हस्पिटल थिए, अहिले आमदा भयो, अर्को भयो, ठूला ठूला हस्पिटल बनेका छन्। आमदा जापानले बनाइदिएको भन्नु होला, हामीले पनि त्यहाँ बिल्डिङ बनाइदिएका छौं, अहिले पनि बन्दैछ। क्याम्पस, बहुमुखी क्याम्पसमा कति विशाल भवन बन्दैछ। अब मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्, भूमिगत गिरोह पनि थर्कमान हुन्छ। त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ, काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउनुपर्छ, अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु, फेरि काम अगाडि बढ्छ। मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ। यही हुने गरेको छ। त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले, तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदियो। तर दर्शकबिन्द, फागुन 21 नजिकिँदैछ। चुनाव हुने नहुने संशय छ, तर देश मतदानको तयारीमा छ। केही क्षेत्रमा कडा प्रतिस्पर्धा छ, जसले संसद र सत्ता समीकरण फेर्छ। जोखिमपूर्ण क्षेत्रहरू, रेड जोन 1, झापा क्षेत्र नम्बर 5, सबैभन्दा हट सिट, ओलीको कोर एरिया भर्सेस बालेन शाह। रासवपा दुमीलाई जित्नै पर्ने दबाव। भारतीय सीमासँग जोडिएको, मनोनयनकै समय झडप भयो, कार्यालय तोडफोड, जे पनि हुन सक्छ। 2, चितवन क्षेत्र नम्बर 3, सोभिता गौतम रासवपा भर्सेस रेणु दाहाल। रासवपाको आधारभूमि भर्सेस माओवादी विरासत, मत च्याट्ने जस्ता पुराना घटना दोहोरिन सक्छन्। 3, काठमाडौँ क्षेत्र नम्बर 4, गगन थापा कांग्रेस भर्सेस अमरेश कुमार सिंह। गगनको सभापति बनेपछि जित्नै पर्ने, अमरेशले हारे भने आत्मदाहसम्म भनेका छन्। सुरक्षा चुनौती उच्च। 4, गोर्खा क्षेत्र नम्बर 2, चक्रे मिलन एमाले गुण्डा पृष्ठभूमि भर्सेस लेखनाथ न्यौपाने नेकपा भर्सेस कविन्द्र बुर्लाकोटी रासवपा। कडा भिडन्त, मुठुभिडको रोखिम। 5, भक्तपुर क्षेत्र नम्बर 2, महेश बस्नेत एमाले भर्सेस राजीव खत्री। सामाजिक सञ्जालमा लडाई, विवादित छवि, जे पनि हुन सक्छ। 6, दाङ क्षेत्र नम्बर 2, शङ्कर पोखरेल एमालेको होम ग्राउन्ड। रासवपाको कार्यक्रममा एमालेको झण्डा जल्यो, टुटफुटको प्रयास, प्रतिशोधको माहौल। यी क्षेत्रमा सुरक्षा चुनौती छ, सरकार र निर्वाचन आयोग सतर्क हुनुपर्छ। जेन्जी आन्दोलनको जगमा भएको यो चुनाव संवेदनशील छ। दर्शकवृन्द, अब 2 हप्ताभित्र फैसला हुन्छ, एकदलीय सरकार कि फेरि भागबण्डा, विकास वा अस्थिरता। आजलाई यति। म हैरान र सम्पूर्ण टिमबाट बिदा लिँदैछु। लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला। सत्यको पक्षमा रहौं। आत्मविश्वासका साथ
हामीले देशका लागि काम गरेका छौं भनेर अरु कसैले भन्न सक्छ? आधुनिक बनाइएको छ। त्यहाँ खाने पानीको व्यवस्था, बिजुलीको व्यवस्था सबै चीज पुर्याइएको छ। कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला। दमकमा कति हस्पिटल थिए, अहिले आमदा भयो, अर्को भयो, ठुला ठुला हस्पिटल बनेका छन्। आमदा जापानले बनाइदिएको भन्नु होला, हामीले पनि त्यहाँ बिल्डिङ बनाइदिएका छौं, अहिले पनि बन्दैछ। क्याम्पस, बहुमुखी क्याम्पसमा कति विशाल भवन बन्दैछ। अब मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्, भूमिगत गिरोह पनि थर्कमान हुन्छ। त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ। काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउनुपर्छ अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु, फेरि काम अगाडि बढ्छ। मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ। यही हुने गरेको छ। त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले, तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदियो। नमस्ते सबैलाई, हेरान्छु न्यूज। नमस्कार दर्शकवृन्द, तपाईहरूको आफ्नै च्यानल हेरान्छु न्यूजमा हार्दिक स्वागत छ। म हुँ तपाईको होस्ट हेरान। आज पनि रेड अलर्टमा हामी सत्य, तथ्य र निष्पक्ष खबर मात्र ल्याउँछौं। आज हामी कुरा गर्दैछौं नेपालको आगामी चुनावको, फागुन 21 मार्च 5 2026 को। यो चुनाव जेनजी आन्दोलनको जगमा उभिएको छ, जसले देशको राजनीतिलाई हल्लाइदियो। जति नै कोशिश गरे पनि केपी शर्मा ओली र नेकपा एमालेले यो कालो इतिहास मेटाउन सक्दैनन्। केही गम्भीर प्रश्नहरू जसले ओलीलाई सधैँ पछ्याइरहन्छन्। नेपालको इतिहासमा सत्ता छोडेर भागेका प्रधानमन्त्री को थिए? जवाफ, केपी शर्मा ओली। सबैभन्दा छोटो समय टिकेको जेनजी आन्दोलन कुन प्रधानमन्त्रीको पालामा भयो? जवाफ, फेरि ओलीकै। सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार जलेको समय कसको सरकार थियो? जवाफ, ओलीकै। 76 जना युवाको छाती र टाउकोमा गोली हान्ने आदेश कसले दिए? जवाफ, ओलीकै पालामा यस्तो भयो। यो कुनै लोकसेवाको सम्भावित प्रश्न मात्र होइन, यो देशको इतिहास हो, रातो रगतले लेखिएको कालो पाना। भावी पुस्ताले यो थाहा पाउनै पर्छ। ओलीले जति नै भ्रम फैलाउने कोसिस गरे पनि यो मेटिँदैन। तर अफसोस, ओली अझै पनि सत्तामा फर्कने सपना देखिरहेका छन्। जेनजी आन्दोलनको समयमा प्रधानमन्त्री रहेका उनी फागुन 21 को चुनाव लड्न पाउनुपर्ने होइन र? नैतिक रूपमा त उनीहरू अयोग्य ठहरिन्छन्, तर गौरी बहादुर कार्की आयोग र सुशीला कार्कीको अन्तरिम सरकारको कमजोरीले उनी खुल्लमखुल्ला भाषण गर्दै हिँडिरहेका छन्। उनले भन्छन्, म बिना देश चालक बिनाको सवारी जस्तो भयो, देश बनाउने मैले नै हो। उमेर 74 पुगेर 75 लागिसक्यो, तर आत्मालोचना? त्यो उनको शब्दकोशमै छैन। आफ्नै पालामा 76 युवाको ज्यान गयो, तर उनमा घमण्ड र आत्मविश्वास झन बढ्यो। सेनाको हेलिकप्टरमा भागेको, बङ्करमा लुकेको कुरा जनताले देखेका छन्, तर पनि उनी भन्छन् देश बचाउने एमाले हो, बनाउने ओली हो। पछिल्लो समय उनको बोली फेरि रहन्छ, कहिले चुनाव हुने वातावरण छैन भन्छन्, कहिले एमाले सहभागी नहुने तर्क गर्छन्, फेरि जसरी पनि भाग लिन्छौं भन्छन्। यो हतार र अतारले हारको डर देखाउँछ। झापा काठमाडौँ ओहरदौड बढेको छ, भय छाएको जस्तो लाग्छ। दमकमा नेशनल भलन्टियर्स फोर्सको घोषणामा उनले भने, दूधको साक्षी बिरालो जस्तै, बुटको जिम्मा एमालेका युवालाई। स्पष्ट कुरा, चुनावमा भिड्ने, लड्ने जत्था तयार गर्दैछन्। बालेन शाहलाई लक्षित गर्दै भने, प्रधानमन्त्री बन्ने बच्चालाई सोद्धा प्रधानमन्त्री वा राष्ट्रपति बन्न सक्छ भन्छ, तर भइहाल्दैन। उनको भाषणबाट थाहा हुन्छ, तराई मधेसमा हुलाकी राजमार्ग, खानेपानी, बिजुली पुर्याएको दावी गर्छन्। दमकमा अस्पताल, क्याम्पस बनेको भन्छन्। म काम गर्छु, विरोधी थर्कमान हुन्छन्, मलाई हटाउँछन्, देश रोकिन्छ, फेरि म आउँछु। यो दोहोरिने चक्र हो भन्ने उनको दावी। आत्मविश्वासका साथ
हामीले देशका लागि काम गरेका छौं भनेर अरु कसैले भन्न सक्छ? आधुनिक बनाइएको छ। त्यहाँ खाने पानीको व्यवस्था, बिजुलीको व्यवस्था सबै चीज पुर्याइएको छ। कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला। दमकमा कति हस्पिटल थिए, अहिले आम्दा भयो, अर्को भयो, ठुला ठुला हस्पिटल बनेका छन्। आम्दा जापानले बनाइदिएको भन्नु होला, हामीले पनि त्यहाँ बिल्डिङ बनाइदिएका छौँ, अहिले पनि बन्दैछ। क्याम्पस, बहुमुखी क्याम्पसमा कति विशाल भवन बन्दैछ। अब मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्, भूमिगत गिरोह पनि थर्कमान हुन्छ। त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ, काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउनुपर्छ अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु, फेरि काम अगाडि बढ्छ। मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ। यही हुने गरेको छ। त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले, तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदियो। तर दर्शकबिन्द, फागुन 21 नजिकिँदैछ। चुनाव हुने नहुने संशय छ, तर देश मतदानको तयारीमा छ। केही क्षेत्रमा कडा प्रतिस्पर्धा छ, जसले संसद र सत्ता समीकरण फेर्छ। जोखिमपूर्ण क्षेत्रहरू: रेड जोन 1, झापा क्षेत्र नम्बर 5, सबैभन्दा हट सिट ओलीको कोर एरिया भर्सेस बालेन शाह। रासवपा दुमीलाई जित्नै पर्ने दबाव। भारतीय सीमासँग जोडिएको मनोनयनकै समय झडप भयो, कार्यालय तोडफोड, जे पनि हुन सक्छ। 2, चितवन क्षेत्र नम्बर 3, सोभिता गौतम रासवपा भर्सेस रेणु दाहाल। रासवपाको आधारभूमि भर्सेस माओवादी विरासत, मत च्याट्ने जस्ता पुराना घटना दोहोरिन सक्छन्। 3, काठमाडौँ क्षेत्र नम्बर 4, गगन थापा कांग्रेस भर्सेस अमरेश कुमार सिंह। गगनको सभापति बनेपछि जित्नै पर्ने, अमरेशले हारे भने आत्मदाहसम्म भनेका छन्। सुरक्षा चुनौती उच्च। 4, गोर्खा क्षेत्र नम्बर 2, चक्रे मिलन एमाले गुण्डा पृष्ठभूमि भर्सेस लेखनाथ न्यौपाने नेकपा भर्सेस कविन्द्र बुर्लाकोटी रासवपा। कडा भिडन्त, मुठोभिडको रोखिम। 5, भक्तपुर क्षेत्र नम्बर 2, महेश बस्नेत एमाले भर्सेस राजीव खत्री। सामाजिक सञ्जालमा लडाई, विवादित छवि, जे पनि हुन सक्छ। 6, दाङ क्षेत्र नम्बर 2, शङ्कर पोखरेल एमालेको होम ग्राउन्ड। रासवपाको कार्यक्रममा एमालेको झण्डा जल्यो, टुटफुटको प्रयास, प्रतिशोधको माहौल। यी क्षेत्रमा सुरक्षा चुनौती छ। सरकार र निर्वाचन आयोग सतर्क हुनुपर्छ। जेन्जी आन्दोलनको जगमा भएको यो चुनाव संवेदनशील छ। दर्शकवृन्द, अब 2 हप्ताभित्र फैसला हुन्छ। एकदलीय सरकार कि फेरि भागबण्डा, विकास वा अस्थिरता? आजलाई यति। म हैरान र सम्पूर्ण टिमबाट बिदा लिँदैछु। लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला। सत्यको पक्षमा रहौं। आत्मविश्वासका साथ हामीले देशका लागि काम गरेका छौं भनेर अरु कसैले भन्न सक्छ? आधुनिक बनाइएको छ। त्यहाँ खाने पानीको व्यवस्था, बिजुलीको व्यवस्था सबै चीज पुर्याइएको छ। कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला। दमकमा कति हस्पिटल थिए, अहिले आम्दा भयो, अर्को भयो, ठुला ठुला हस्पिटल बनेका छन्। आम्दा जापानले बनाइदिएको भन्नु होला, हामीले पनि त्यहाँ बिल्डिङ बनाइदिएका छौँ, अहिले पनि बन्दैछ। क्याम्पस, बहुमुखी क्याम्पसमा कति विशाल भवन बन्दैछ। अब मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्, भूमिगत गिरोह पनि थर्कमान हुन्छ। त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ, काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउनुपर्छ अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु, फेरि काम अगाडि बढ्छ।
मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ। यही हुने गरेको छ। त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गर्दियो।